नमस्कार। सहर गाउँ शेयर खबरमा तपाईलाई फेरि स्वागत छ। अघिल्लो भिडियोमा हामीले 1000 रुपैयाँबाट प्राथमिक बजार अर्थात् आइपिओ मा छिर्ने बाटो त बुझ्यौं, तर धेरैको प्रश्न हुन्छ के सधैँ 1000 को मात्रै शेयर भर्ने त आफूले चाहेको बेला अरु कम्पनीको शेयर किन्न र आफूसँग भएको शेयर बेच्न मिल्दैन? मिल्छ। त्यसका लागि हामी छिर्नुपर्छ दोस्रो बजारमा। आजको भिडियोमा म तपाईलाई दोस्रो बजार र नेप्से र मोबाइलबाटै शेयर किनबेच गर्ने जादुमय साँचो टिएमएस को बारेमा सबै कुरा छर्लङ्ग पार्नेछु। दोस्रो बजार र नेप्से भनेको के हो? दोस्रो बजारलाई एउटा हाटबजार जस्तै सम्झिनुहोस्। जसरी तपाईले सुन पसलबाट गहना किनेर ल्याउनुहुन्छ र पछि फेरि त्यही गहना लगेर पसलमा बेच्नुहुन्छ, हो त्यही किनबेच गर्ने ठाउँ नै दोस्रो बजार हो। नेपालमा शेयर किनबेच हुने एउटै मात्र आधिकारिक ठाउँ छ जसलाई हामी नेप्से नेपाल स्टक एक्सचेन्ज भन्छौं। यो एउटा यस्तो चौतारी हो जहाँ शेयर किनबेच गर्ने मानिसहरू डिजिटल रूपमा भेट हुन्छन्। दोस्रो बजार छिर्न चाहिने थप साँचोहरू हामीसँग अघिल्लो 4 वटा साँचो बैंक डिम्याट, मेरो शेयर र सीआरएन त छँदैछन्, तर दोस्रो बजारमा छिर्न हामीलाई 2 थप विशेष सामग्री चाहिन्छ। नम्बर 1 मा छ ब्रोकर खाता। दोस्रो बजारमा तपाई आफै सिधै नेप्से छिर्न पाउनुहुन्न। तपाईले एउटा बिचौलिया वा एजेन्ट चाहिन्छ जसलाई हामी ब्रोकर भन्छौं। नेपालमा अहिले धेरै ब्रोकर अफिसहरू छन्। नम्बर 2 मा छ टिएमएस ट्रेड म्यानेजमेन्ट सिस्टम। यो नै दोस्रो बजार छिर्ने 5औं र सबैभन्दा शक्तिशाली साँचो हो। टिएमएस भनेको के हो? धेरैले सोध्नुहुन्छ टिएमएस भनेको के हो? टिएमएस भनेको ट्रेड म्यानेजमेन्ट सिस्टम हो। सजिलो भाषामा भन्दा यो तपाईको मोबाइल वा कम्प्युटरमा चल्ने एउटा यस्तो पसल हो जहाँबाट तपाईले आफूलाई मन परेको कम्पनीको मूल्य र कति छ भनेर हेर्न सक्नुहुन्छ। चित्त बुझेको मूल्यमा शेयर किन्न सक्नुहुन्छ। नाफा भएको बेला आफ्नो शेयर बेच्न सक्नुहुन्छ। यो खाता खोल्न तपाई कुनै पनि ब्रोकर अफिसमा अनलाइनबाटै निवेदन दिन सक्नुहुन्छ। यो खाता खुलेपछि तपाईलाई एउटा युजर नेम र पासवर्ड आउँछ अनि तपाई संसारको जुनसुकै कुनामा बसेर पनि नेपालको शेयर बजार खोल्न सक्नुहुन्छ। दोस्रो बजारमा आइपिओमा जस्तो 100 रुपैयाँमा शेयर पाइँदैन। यहाँ मूल्य माग र आपूर्ति अनुसार 500, 1000 र 5000 भन्दा माथिसम्म पनि हुन सक्छ। यहाँ कमाई पनि धेरै हुन्छ र जोखिम पनि बढी हुन सक्छ। त्यसैले बिना ज्ञान यसमा हाम फाल्नु हुँदैन। तर चिन्ता नगर्नुहोस्, यो सहर गाउँ शेयर खबर तपाईलाई सिकाउन सधैँ साथमा छ। अर्को भिडियोमा हामी कुरा गर्नेछौँ ब्रोकर र टिएमएस खाता घरमै बसेर कसरी खोल्ने र आजको जानकारी कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। भिडियोलाई शेयर गरेर गाउँका साथीहरूलाई पनि यो ज्ञान बाँड्नुहोला। अर्को भिडियोमा भेटौँला। नमस्कार, धन्यवाद।